सम्पूर्णलाई आज म चाहिँ हजुरहरूलाई स्पेगेटी बनाउन गइरहेको छु। सिक्नु होला कसरी बनाउने हो भनेर। पानीमा मजाले बोइल गर्नुपर्छ। बोइल गर्ने पानीमा चाहिँ नुन हाल्नु होला है। नुन हाल्नु भने फेरि राम्रो हुँदैन। नुन र अलिकति तेल हाल्नु होला है। यसरी मजाले बोइल हुन दिनु 20 मिनट जति। बोइल हुँदै गर्छ। यता चाहिँ हामीले प्याज मसिनो काट्ने, लसुनलाई थिच्ने, अनि टमाटर दुईटा सानो टमाटर मसिनमा पिस्ने। यो टमाटर हो, फ्रेस टमाटर पिसेको, यो चाहिँ लसन, यो प्याज काटेको, यो चाहिँ टमेटो पेस्ट। अब 1 प्याकेट बनाउँदा 1.5 प्याकेट हाल्नु, 2 प्याकेट बनाउँदा 2.5 प्याकेट हाल्नु होला है। यता चाहिँ पास्ता बोइल हुँदैछ है। अब यसरी नयाँ हुनुहुन्छ थाहा छैन भने यसरी हातमा लिएर चेक गर्नु। यसो पर्याप्त भयो भने हेर्नु यो पाकिसकेछ हेर्नु त। त्यो छन्नीमा छान्नु मजाले, पाकिसकेको छान्नु। अनि छानी भएपछि एकचोटि राम्रोसँग धुनु होला है, किनभने यो कुनै गनाएको हुन्छ क्या, फेरि खराब गरिदिन्छ खाना। मजाले यसरी चिसो पानीले धुनु। यो चाहिँ मैले पास्तामा हाल्ने मसलाहरू हो। यो चाहिँ म्यागी मसलाको धुलो हो, यो चिकन मसलाको धुलो हो, यो कालो मिर्ची हो, यो रातो खुर्सानी कलरवाला पाप्रिका पाउडर भन्छ होइन, कलर मात्र हुन्छ, पिरो हुँदैन नि। अनि यो चाहिँ हाम्रो जिरा पाउडर हो, यो चाहिँ धनियाँ पाउडर हो। मेरो चाहिँ यसरी खान्छ है। अब हजुरहरू घरमा कसरी खान्छ त्यो हिसाबले बनाउनु होला। फेरि हेर्नु है त सामानहरू: प्याज, लसन, टमेटो पेस्ट, बोइल गरेको स्पेगेटी, टमेटो पिसेको टमेटो पेस्ट, अनि यो कलरवाला खुर्सानी, जिरा, धनियाँ, म्यागी पाउडर, चिकन मसला, कालो खुर्सानी, यो चाहिँ नुन। यति ध्यान दिनु होला है। बनाउन स्पेगेटीको सस बनाउनु गइरहेको छु है, त्यो हेर्नु होला ध्यानसँग। तेल हाल्नु थोरै, प्याज र लसुन भुट्नलाई। अनि यसमै प्याज हाल्दैन, अनि यसमै लसुन हाल्दैन। अनि मजाले भुट्नु होला। मजाले भुट्यो प्याज। अब यसमा चाहिँ मसलाहरू भुटिदिनु, यसरी हाल्दैन। यो मसलाहरू पनि सँगसँगै भुटिदिनुपर्छ। मसलाहरू भुट्यो हेर्नु त, महँगो बास्ना आउँछ। अब यसमा टमेटो पेस्ट हाल्दैन। टमेटो पेस्ट हालेर मजाले चलाउनु। मजाले भुटेपछि पिसेको टमाटर हालिदिनु होला, किनभने टमेटो पेस्ट गनाउँछ, कस्तो गनाउँछ। अनि मजाले यसलाई पनि चलाउनु। अब ढाकेर 5 मिनट जति ढाकिदिनु होला, पाक्छ। स्लो ग्यास गर्नु। मिनट पकाएपछि यो सस यस्तो देखिन्छ है, हेर्नु त। स्पेगेटीको सस हो। अब यसमा चाहिँ यो चाउमिन हालिदिने। यो चाउमिन हालेर मजाले चलाउनु। अनि यसलाई चाहिँ मजाले चलाइभएपछि 5 मिनट 10 मिनट जति सानो ग्यासमा ढाकेर राख्दिनु। अनि मसला सबैतिर लाग्छ क्या।